मलाई बाटो यस्तो छ जाने म खालि उतारि हिँड्छ त्यो त राति आजबाट पुरै बन्द हुन्छ नि त्यो बाटो राति 4 बजीमा बन्द यो बाटो खन्न लाएर कताबाट हिँड्छ त नि 200 चलाउँछ नाइट बसहरू नाइट बसहरू अब बिहान आइपुऱ्याउँछ 10 बजी यहाँ छुट्टी सक्छ यहाँ बिहान आइपुऱ्याउँछ तपाईँले धार्गे बाटो हिँड्छ सक्ने गाडीहरू नसक्नेहरू सानो आइसक्छ त्यताबाट जान्छ सानो गाडीसँग है यो गाडी यस्तो छ थाहा भएर म आउँदै आउँछु पुरै डराउन त नडराउनु पुरै चलाइदिन्छु म त मैले सिक्दा त यस्तैबाट सिकेको हो क्या यस्तै हिलोबाट हजुर गाउँमा त यस्तैबाट सिकिन्छ नि हिलोमा पानी परेको बेलामा सिकेको कमसेकम 20-25 साल लडाएँ होला कि मैले बाइक त्यही पनि कति आधा घन्टाको बाटोको बाइक आधा घन्टा बाटो थियो उकालो सम्म थियो ट्र्याक यस्तो यतिको भयो नि कहाँ हो घर पुग्दा मान्छे बिरातै बाइक बिरातै बाइक हुनेवाला बाइक जस्तो छ नि त्यसले चाहिँ कोन मात्र हाल्यो तैँले भर चलाउनु सिकेको भन्ने त्यो झ्याप्प फेरि त्यो चलाउनु छ मुडमा खाएन फेरि दुईजना हालेको हिँडेको छ प्ल्याट त कोनमै फेरि हिँडा प्ल्याट त कोनमै घर हो यो है चलेको थियो नि है बुधबार हो र बुधबार भनेर चिन्चेर मान्छे कोही पाएन नि छेउमा नहाल्ने भाइ छेउमा पनि त्यो गाडी हिँड्ने हुँदैन चिप्लो लाएर चाहिँ क्या पिजो लाएर आएर जाँदा त म जसरी हुन्छ धानको बाटै आउँछु लुगा खतमै गर्दो रहेछ फेरि ठुलो त ठुलो बनाउनु खोजेको हो विकास त गर्न खोजेको लाग्छ यस्तो लोग्यो नेपालको विकास चाहिँ हो आहा म 2 वर्ष बसेको साउदी होइन म जाँदाखेरि ठाउँहरू प्लटिङ कि थिएन कि यस्तो के त्यो के भन्छ मरुभूमि थियो कि वरिपरि हाम्रो मात्रै अनि अलिकति 4-5वटा बिल्डिङ त्यो साइडमा थियो कि ठिको म आउने बेलासम्म त कतिवटा बिल्डिङ बन्छ यो त्यहाँ त के यही हो नि अस्ति नै पहिरो धेरै मान्छे मऱ्यो यही रुममा मान्छे गाडी हराउनु हो गाडीहरू पुगेको हजुर कता पुगेको हो यो आइपुग्यो भने नागढुङ्गा सडक तल यही हो यही हो तल थामको डाँडाको गालो त थाङको टाढुनी यहीँबाट होइन थाङको बाटो थाङको भन्दैन यसलाई नागढुङ्गा बाटो म आउँदै बाटो क्या आउँछ यो पहिरोले पहिला धेरै मान्छे मरेको सन्डे मान्छे मरेको त्यहाँ गाडी पुगेको त कतिवटा 3-4 गाडी पुगेको हो बिस्तारी हिँड्न हो टायर त केही नराख्ने बिजवाड है भाइ बिजवाड छेउमा गयो त हाम्रो साइड नाच्ने क्या नाच्ने भाइले तपाईँलाई लडायो भने भन्नु ल कहाँ त त्यस्तो मजा आएन धेरै भएको बाटो होइन कि अस्ति त सबै यो साइडको पिच अनि त ठुलो उठ्थ्यो आज हिलो भएछ क्या त नागढुङ्गाको बाटो यो के त सुरुङ मार्ग यो सोरुङ मात्रै सोरुङ मार्छ जानेको त त्यहाँ पुग्ने अब एकैचोटि माथि टाढा निस्किने कता निस्किनेहरू हाङकोट भन्ने हाङकोट अन्त ओह्रालोतिर होला एउटा फेरि कता हो फेरि त्यस्तो बोलेर गाडी हुन्छ नि
हिँड्दा हिँड्दा भाँसिएर चाहिँ के भन्छ अरे पानीले पुरेर खाइदिन्छ त हो अनि बोझन के टाइममा गर्छ हो त कस्तो डेन्जर छ भने है त्यो अन्त लगाएर मलाई बोरिङ गरेर छ होइन हजुर सुरुङमाका आइपुग्यो बाटो जाला मोटर पत्राउनु पनि पर्दैन ब्रेक हाल्नु पनि पर्दैन पानी चाहिँ लाग्छ पानी पर्दैन मारेर चल्ने रहेछ तल ए होइन यो ठ्याक्कै तिमीको त्यो अलिकति ठाउँबाट यता जाने हो भित्र जानु किन त्यही हो आउने बाटो त तपाईँको त के कामले जानु लाउनुभएको हो त सामान काम भाइ सामान काम सहयो हेर्नु कस्तो छ भने थाहा भएन म त आउनै पर्छ हाल खेलेको हुने अनि यस्तो वेदर हुने भए त मजा हुन्थ्यो हजुर यस्तै हो नि पानी यस्तै के बाहिर त्यतिको वेदर राम्रो पानी चाहिँ नर्मल हुने बल्ल मजा हुन्छ पिच त भएर यता यता त छ तलसम्म भयो उता त जम्मै यस्तै बाटो छ क्या घर यतै धादिङ नै हो